आज माघ 2 गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा भूकम्प सम्बन्धी एक लेख प्रस्तुत गर्न लागेको छु। यो लेख मजदुर दैनिकबाट साभार गरिएको हो। यस लेखको चाहिँ शीर्षक भूकम्पका नालीबेली हुन्। यस लेखका चाहिँ लेखक सवेगमान बिजोकक्षे हुनुहुन्छ। अब सुन्नुहोस् भूकम्पका नालीबेली। एकछिन कल्पना गरौँ, माघको एक शनिबार कौशीमा पल्टेर तपाईँ पारिलो घाम ताप्दै फेसबुकमा कुनै द्विपक्ष कमेन्टमा झगडा गर्दै गरेको मोबाइलमा परेर आनन्द लिइराख्नु भएको छ। एक्कासी कौशी हल्लिएको महसुस गर्नुहुन्छ। सँगै राखेको पानीको बोतल, गिलास, भाँडाकुँडा, कौशीको जिलमा राखिएको गमला, भित्र दराजमा भएका वस्तुहरू लड्न खस्न थाल्छन्। जमिन हल्लिएर मचिन थाल्छन्। मानिसहरू राम राम भन्दै बाहिर खुल्लातिर दौडिन थाल्छन्। अत्तालिने तपाईँ एकै सासमा तल चोकमा पुग्नुहुन्छ अनि चारैतिर धुलो उड्न थाल्छ। घरहरू चर्किएका भड्किन थालेका तपाईँ देख्नुहुन्छ। लौ फलाना त भित्रै पो परेछ, ठिच्यो कि खै इत्यादि सुनिन्छ। ठुलो भूकम्प आउँदा धेरैले भोग्ने अवस्था यही हो। सुन्दै डर लाग्दो यो क्षण भोग्नेहरूको लागि त फेरि मनमा चिसो पसे जस्तो हुन्छ। अब यही घटनालाई अलि अर्को तरिकाले हेरौँ। विगत केही दिनदेखि रेडियो, टिभी, इन्टरनेट, पत्र पत्रिकामा यो शनिबार भूकम्प आउँछ भन्ने पूर्वानुमान तपाईँले सुन्दै पढ्दै आउनुभएको छ। गृह मन्त्रालयले जनसमुदायलाई शनिबारको दिन सतर्क रहन, खुल्ला स्थानमा बस्न र नअत्तालिन अनुरोध गरिरहेको छ। शनिबार बिहानी तपाईँ परिवार टोलवासीसँग खुल्ला चोकमा जम्मा भएर बस्नु भएको छ। एक्कासी जमिन हल्लिन थाल्छ। पुरै पृथ्वी फनफनी घुमेको महसुस हुन्छ। मानिसहरू राम राम जप्न थाल्छन्। सबै त्यहीँ बसेर भूकम्प रोकिने प्रतीक्षा गर्न थाल्छन्। केही घरहरू भड्किएका देखिन्छन्, केही चर्किएका छन्, धुलो उदिरहेको छ, तर कोही मानिस पनि हटाहट भएका छैनन्। एकैछिन नअत्तालिन र केही समयमै आवश्यकता परेकाहरूको लागि राहत वितरण सुरु हुने कुरा माइकिङ हुन थाल्छ। यो दोस्रो दृश्य तुलनात्मक रूपले ठिक छ हैन र? यदि मौसम जस्तै भूकम्पको पूर्वानुमान गर्न सकिने भए के यो सम्भव छ त? छ भने किन यसबारे कुनै पनि देशको सरकारले पहल गरेको सुनिँदैन? सम्भव छैन भने फेरि भूकम्प आउनु अघि अस्ति एकचोटि त मोबाइलमा सूचना आएको थियो त। के हो कुरा? यी सबका बारे छोटकरीमा चर्चा गर्नेछौँ, तर त्योभन्दा अघि भूकम्प के हो र कसरी आउँछ त्यसबाट कुरा सुरु गरौँ। भूकम्प के हो, कसरी र कहाँबाट आउँछ? पृथ्वीको सबैभन्दा बाहिरी तह टेक्टोनिक प्लेट भनिने 1 दर्जनभन्दा धेरै साना ठुला टुक्राहरूमा विभक्त छ। त्यसको ठिक मुनि रहेको एक सघन अर्ध तरल तहमा तैरिएर यी प्लेटहरू चलायमान हुँदै एक अर्कासँग ठोकिने, एक अर्काबाट छुटिएर जाने वा एकभित्र अर्को पस्ने क्रम निरन्तर भइरहेको हुन्छ। पृथ्वीको गर्भभित्र रहेको अपार ताप र शक्तिका कारण यस्ता प्रक्रियाले विश्व मानचित्र परिवर्तन गरिरहन्छ र यो सबै प्रक्रियाहरूलाई प्लेट टेक्टोनिक्स भनिन्छ। चलायमान यी प्लेटहरू ठोकिँदा वा एकभित्र अर्को पस्दा निकै ठुलो मात्रामा शक्ति सञ्चित हुन्छ। बेला बेला यो विशाल सञ्चित शक्ति निश्चित हुँदा पृथ्वीभित्र चट्टानमा दरार पर्छ र त्यसबाट निस्किने तरङ्गहरू पृथ्वीको बाहिरी सतहलाई थर्काउँदै पार हुन्छ। हामी त्यसलाई भूकम्प भन्छौँ। यदि एउटा रुखको सुकेको हाँगालाई 2 हातले बिस्तारै बङ्ग्यायो भने केही समयपछि त्यो भाँचिन्छ र हामीले प्रयोग गरेको बल हाम्रो दुवै हातमा थर्कन पैदा गर्दै निश्चित हुन्छ। झन्डै उस्तै किसिमले टेक्टोनिक प्लेटहरूमा सञ्चित शक्ति पनि विसर्जन हुन्छ। यी बाहेकका ज्वालामुखी विस्फोटले, ठुलो पहिरोले, जमिन भाँचिएर आणविक बम विस्फोट आदिले पनि भूकम्प सिर्जना हुन्छ। नजिकै ठुला मालवाहक गाडी पार हुँदा घरमा भूकम्प आएको जस्तो महसुस त धेरैले गर्नुभएको छ होला, तर टेक्टोनिक प्लेटहरूमा सञ्चित शक्ति विसर्जन हुनु भूकम्पको सबैभन्दा प्रमुख कारण हो। उसो त ज्वालामुखीको लागि प्लेट टेक्टोनिक्स नै जिम्मेवारी छ, तर सो कुरा पछि कुनै बेला गरौँला। यसरी हेर्दा संसारभर 2 वा 2 भन्दा बढी टेक्टोनिक प्लेट जोडिएको ठाउँमा बढी भूकम्प जाने रहेछ भनेर बुझौँ। संसारभर भूकम्प गइरहने क्षेत्र र टेक्टोनिक प्लेटहरूका सिमानाहरू हेऱ्यौँ भने एउटै क्षेत्र पर्न जान्छ। बढी भूकम्प जाने स्थानहरू जापान, इन्डोनेसिया, न्युजिल्यान्ड, अलास्का, चिली, टर्की सबै टेक्टोनिक प्लेटहरूको सिमानामै पर्छ। दक्षिणमा इन्डियन प्लेट र उत्तरमा युरेसियन प्लेट ठोकिएर बनेको भूबनोट र
त्यसले उत्पन्न गरेका दरारहरू भएका कारण नेपाल मात्र नभई हाम्रो सम्पूर्ण हिमालय क्षेत्र नै भूकम्पको दृष्टिले जोखिम भएको क्षेत्र मानिन्छ। ती दरारहरूमा हुने हलचलले साना ठुला भूकम्पहरू आइरहन्छन्। समय समयमा गइरहने साना ठुला भूकम्पहरूका धक्काहरूले हामीलाई नेपाल भूकम्पकीय जोखिममा रहेको क्षेत्र हो भन्ने सम्झाइरहेको छ। भूकम्पको केन्द्रबिन्दु भनेको जमिन मुनि दरार परेको स्थानबाट सिधै माथि सतहको भागलाई बुझिन्छ। नेपालमा आइरहने भूकम्पका केन्द्रबिन्दु विशेष गरी नेपालको मध्य पहाडी क्षेत्र अर्थात् महाभारत श्रृङ्खलातिर जस्तो देखिए पनि जोखिममा पुरै भूभाग पर्छ। हाम्रो हिमालय क्षेत्रमा बनेका यी दरारहरू सतहमा देख्ने चुरेर तराई जोडिने भाबर क्षेत्रतिर हो। पूर्व पश्चिम फैलिएका यी दरारहरू निकै सानो कोणले उत्तरतिर ढल्किएको कारणले र कम गहिराइमा रहेका कारण केन्द्रबिन्दु मध्य भागमा परे पनि ठुला भूकम्प आए त्यसको असर दरार सतहमा देख्ने चुरेर तराई क्षेत्रतिर पनि व्यापक पर्छ। विक्रम सम्वत 1990 सालको महाभूकम्पको केन्द्रबिन्दु शङ्खुवासभामा भए पनि सो भूकम्प पैदा गर्ने दरार देखिएको महोत्तरीको बर्दिवास आसपासको क्षेत्रमा हो। भलै बढी क्षति बिहारतिर देखिएको निकै वर्षसम्म यो भूकम्पको केन्द्रबिन्दु बिहारको सीतामढी आसपासको क्षेत्रमा मानिएको थियो। अहिले पनि बिहारमै केन्द्रबिन्दु थियो भनेर मान्ने भारतीय शोधकर्ताहरूको कमी छैन। तर हिमालय क्षेत्रमा आउने भूकम्पहरूको ढाँचा अध्ययन गर्दा नेपालको तराईभन्दा दक्षिणतिर त्यति ठुलो भूकम्पको केन्द्रबिन्दु पर्न सक्ने सम्भावना शून्य बराबर छ। अमेरिकी भूकम्पविद रोजर विलियम्सले विक्रम सम्वत 2072 सालको भूकम्प अघि र पछि गरेको शोधले नेपालको पश्चिमी क्षेत्रमा विगत 500 वर्षदेखि ठुलो भूकम्प नगएकोले त्यहाँ सञ्चित शक्ति धेरै रहेको र महाभूकम्प बनेर सो शक्ति निश्चित हुन सक्ने भनेर पश्चिम नेपाललाई भूकम्पकीय दृष्टिले ठुलो भूकम्प आउन सक्ने क्षेत्र भनेर देखाएको छ। हुन त हालै अछाम, बझाङ, जाजरकोटमा गएको ठुलो भूकम्पहरूले पश्चिम नेपालको जोखिम दर्शाइरहेको छ। तर यसको अर्थ यो होइन कि नेपालको अरू क्षेत्रमा भूकम्प आउँदैन। अघि उल्लेख गरे चाहिँ हाम्रो पुरै हिमालय क्षेत्रमा कुनै पनि बेला ठुलो भूकम्प आउन सक्छ। अर्को कुरा, चट्टानी क्षेत्रभन्दा माटो भएको क्षेत्रमा भूकम्पको तरङ्गले बढी हल्लाउँछ। फलस्वरूप काठमाडौँ उपत्यका सँगसँगै हाम्रो तराईका फाँटहरूमा भूकम्पको असर बढी देखिन सक्छ। भूकम्पको पूर्व अनुमानबारे अब अघिकै चरणमा फर्कौँ। के साँच्चै भूकम्प पूर्व अनुमान गर्न सकिन्छ? हरेक 50 वर्षदेखि 100 वर्षमा यहाँ ठुलो भूकम्प आउँछ। यो क्षेत्रमा सञ्चित शक्ति धेरै भएकोले अब ठुलो भूकम्प आउने सम्भावना धेरै छ जस्ता बृहत सम्भावनाका कुरा बाहेक चिठीमिठी तोकेर र यति ठुलै भूकम्प आउँछ भनेर स्पष्ट रूपमा भन्न सकिएको छैन। सतहभन्दा तलको बनोट टेक्टोनिक प्लेटहरूको चालको पूर्ण ज्ञान, चट्टानमा बन्ने र बनेका दरारहरूका बारे स्पष्ट जानकारीको अभावमा यो निकट भविष्यमै सम्भव हुन सक्ने जस्तो पनि देखिँदैन। भलै भूकम्प आउने बेलामा सतहमा हुने केही भौतिक परिवर्तनको मापन र हालैका वर्षहरूमा कृत्रिम बौद्धिकताको प्रयोगले केही सफलता मिलेको भन्ने कुरा आए पनि पूर्वानुमानमा अझै समय लाग्ने निश्चित छ। भूकम्प आउँदा विभिन्न जनावरहरूले फरक व्यवहार देखाउने जस्ता कुरा धेरैले भने पनि भूकम्पको पूर्वानुमानको लागि यी कुराहरू व्यवहार त प्रयोग हुन गाह्रो छ। भूकम्प आउँदा फोनमा सूचना आउने भूकम्प पूर्व सूचना प्रणाली भन्ने फरक हो। यसले पूर्वानुमान नभइकन केन्द्र बिन्दुबाट निस्केका भूकम्पका तरङ्गहरू त्यहाँ नजिकैको भूकम्प मापन यन्त्रको सञ्जालले महसुस गरी भूकम्पका तरङ्गहरू आउँदैछन् है भनेर भूकम्पका तरङ्ग आइ नपुग्दै प्रकाशको गतिमा सबैतिरका फोनमा जानकारी दिने गर्छ। यसका लागि धेरै भूकम्प मापन यन्त्रहरूको राम्रो सञ्जाल र चुस्त दुरुस्त दूरसञ्चार प्रणाली चाहिन्छ, जहाँ नेपाल पुगिसकेको छैन। आशा छ केही वर्षभित्रै हामीले यो प्रणालीको पनि उपयोग गर्न पाउँछौँ। भूकम्पबाट हुने क्षति कम गर्ने कसरी? भूकम्पले मान्छे मार्दैन, हामीले बनाएका संरचनाले मार्छ भन्ने भनाइ निकै प्रयोग हुने गर्छ। हुन पनि पृथ्वीको नियमित प्रक्रियाको रूपमा आइरहने भूकम्पले केही संरचना नभएको खुल्ला स्थानमा मान्छेको ज्यान लिने होइन कि बरु मानिसले नै बनाएका भवन, पुल, सडक, बाँध आदि भत्किएर मानिसको ज्यान जाने हो। यो हिसाबले भूकम्पले हुने क्षति न्यूनीकरणको लागि हामीले बनाउने संरचना भूकम्पको बेला धराशायी नहुने गरी बनाउनु पर्ने हो। यसको लागि हरेक देशले संरचना निर्माणको लागि मापदण्ड तोकेर निर्माण संहिता बनाएको हुन्छ।
यसको इमान्दारीपूर्वक पालन गरिएको खण्डमा भूकम्पले गर्ने क्षति कम गर्न सकिन्छ। भूकम्पका तरङ्गहरू भिन्न भिन्न किसिमका भूबनोटबाट पार हुँदा त्यसको असर फरक फरक हुने हुनाले त्यसबारे व्यापक अध्ययन र त्यसमा आधारित भएर जोखिमका क्षेत्र पहिचान गरी त्यहाँका लागि उपयुक्त भवन निर्माण संहिता बनाउने गरिन्छ। कुन क्षेत्रमा कति अग्ला र कति भार वहन गर्ने भवन बनाउँदा कसरी कति परिमाणमा निर्माण सामग्री प्रयोग गर्ने भन्ने स्पष्ट रूपमा संहिताले उल्लेख गरेको हुन्छ। यसको उद्देश्य आउँदा वर्षहरूमा जान सक्ने ठुला भूकम्पहरूमा ती भवनहरूमा कमभन्दा कम क्षति मात्र होस् र मानिसको ज्यान सुरक्षा होस् भन्ने हो। बढी मानिसहरूको आउजाउ हुने भवनहरू जस्तै विद्यालय, कलेज, सरकारी कार्यालय, अस्पताल, व्यापारिक भवन तथा धेरै परिवारहरू बस्ने अपार्टमेन्ट भवनहरूमा त झन् यो संहिताको पालना निकै नै संवेदनशील विषय हो। भूकम्पले हुने क्षति कम गर्नमा स्थानीय सरकार र समुदायको पनि महत्त्वपूर्ण हात हुने गर्छ। भवन संहिताको इमान्दारीपूर्वक पालनाको अनुगमन स्थानीय सरकारको भूमिका अन्तर्गत पर्छ। गत वर्ष टर्कीमा गएको भूकम्पले 50,000 भन्दा बढी मानिसको मृत्यु भयो, हजारौं घरहरू धराशायी भए, भवन निर्माणमा खेलाँची भएको भनेर त्यहाँ निर्माण व्यवसायहरूमाथि मुद्दा पनि लागेको थियो। भूकम्पबाट प्रभावित जनतालाई जम्मा हुन र केही समयसम्म शरण लिन खाद्यान्न, खानेपानी र सरसफाइको व्यवस्था भएको स्थानहरूको पहिचान गरी त्यसबारे जानकारी दिनु आवश्यक छ। त्यसै गरी भूकम्प आइरहेको बखत हडबड नगरिकन सुरक्षित स्थानमा कुन बाटो कसरी जाने भन्ने पनि समय समयमा स्कुल, टोल, कार्यालय आदि स्थानहरूमा अभ्यास गर्नुपर्छ र भूकम्पपछि उद्धार गर्नको लागि पनि स्थानीय जनता र स्वयंसेवकहरूको सहयोग र साथ महत्त्वपूर्ण हुन्छ। यसका अतिरिक्त भूकम्पकीय हिसाबले जोखिम कम हुने किसिमका घर निर्माण गर्न जनचेतना, दक्ष जनशक्तिको तालिम आयोजना गर्ने, स्थानीय स्तरमा भूकम्पकीय दृष्टिकोणले जोखिम हुने क्षेत्रहरूको पहिचान गरी त्यसबारे सूचना दिने गर्न सकिन्छ। साथै भूकम्प आउँदा कसरी बच्ने, सुरक्षित र घरबार बिनहरूको व्यवस्था कसरी गर्ने इत्यादि कार्यमा जोड दिन सकिन्छ। यो भूकम्प मात्र नभई अन्य प्राकृतिक प्रकोप जस्तै बाँझी पहिरो, आग लागि इत्यादिका लागि पनि गर्नुपर्ने हुन्छ। जापानमा ठुलो विपद वा प्राकृतिक प्रकोपले प्रभावित मान्छेहरूको लागि सुरक्षित स्थान वा शिविरको बन्दोबस्त खुल्ला क्षेत्र र ठुला खेलकुदको कभर हल भएका सरकारी विद्यालयहरूलाई तोकिएको हुन्छ। भूकम्प आउँदै गरेको बखत हडबड नगरिकन कसरी सुरक्षित रहने, कसरी सुरक्षित स्थानतर्फ लाग्ने भनेर वर्षै पछि अभ्यास गर्ने गरिन्छ। पश्चिम जापानमा हालैको शक्तिशाली भूकम्प परि 160 भन्दा ज्यादा मान्छेले ज्यान गुमाए, 100 जना जति अझै बेपत्ता छन्। हजारौं घरबार विहीन भएका छन्। भूकम्पका लागि निकै तयारी गर्ने जापान जस्तो देशमा यति ठुलो भुइँचालोले गरेको यो क्षति तुलनात्मक रूपले कम हो, भलै क्षति भएछ। हाम्रो देशमा त तयारीको निकै कमी छ र यस्ता प्राकृतिक प्रकोपहरूमा ठुलो धनजनको क्षति हामीले बेहोर्नुपर्छ। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोप इन्जिनियरिङ कलेज र खोप कलेज अफ इन्जिनियरिङ कलेजमा भूकम्प जस्ता प्रकोप आएका बखत भक्तपुरका विभिन्न ठाउँबाट खुल्ला क्षेत्रमा जान कुन बाटो सबैभन्दा छोटो र भिड कम हुने गरी जान सकिन्छ, कुन ठाउँबाट कुन खुल्ला क्षेत्रमा कति मान्छेहरू राख्न उपयुक्त हुन्छ जस्ता विषयमा शिक्षक विद्यार्थीहरूले अनुसन्धान गरिरहेका छन्। साथै भूकम्पको प्रक्रिया, भूकम्प आउँदा विभिन्न किसिमका महत्त्वको प्रतिक्रिया, भूकम्पीय जोखिम कम हुने गरी नयाँ तथा परम्परागत तरिकाले कसरी भवन निर्माण गर्न सकिन्छ भन्ने जस्ता विषयमा पनि निरन्तर अनुसन्धान भइरहेका छन्। त्यसबाट ठोस निष्कर्ष निस्किएपछि हामी यी कुराहरूलाई कसरी प्रयोग गर्ने भनेर जनचेतना जगाउने काम गर्छौँ। पछिल्ला वर्षहरूमा प्राज्ञिक सम्मेलन साथसाथै आधारभूत तहसम्म कुरा पुर्याउन डकर्मी तालिम जस्ता कार्यक्रमहरू गरिआएका छौँ। सङ्घीय सरकारको भूमिका। सङ्घीय सरकारले त झन् ठुलो भूमिका निर्वाह गर्नुपर्छ। समय समयमा भवन संहितालाई संशोधन र अद्यावधिक गर्नु मात्र नभई भूकम्पबाट बच्ने अध्ययन अनुसन्धानको लागि सहयोग र सहजीकरण गर्ने पनि सरकारकै कर्तव्य हो। दुर्गम क्षेत्रतिर अत्याधुनिक निर्माण सामग्री ढुवानी गर्न र त्यो प्रयोग गर्ने दक्ष जनशक्तिको अभाव हुन्छ। फेरि सबै नयाँ किसिमको निर्माण गर्दा हामीले हाम्रो सम्पदाहरू गुमाउँदै जान्छौँ। हाम्रो आफ्नो तरिकाका भवनहरू पनि त हाम्रा सम्पदा हुन्। यसको अर्थ त्यहाँका मान्छेलाई सधैँ त्यस्तै घरहरूमा बसो भनेको होइन।
तर सम्पदागत हिसाबले पनि नबिग्रिने गरी अनि सुरक्षित पनि हुने गरी निर्माण गर्नेतिर प्रोत्साहन गर्दै दुर्गम क्षेत्रतिर सिभिल इन्जिनियरिङ आर्किटेक्टरहरू खटाएर स्थानीय सामग्री नै प्रयोग गरेर सस्तोमा कसरी भूकम्पकीय जोखिम कम गर्न सकिन्छ भन्ने भवन निर्माण गर्न सकिन्छ। त्यो सिकाउन पठाउन पाए उनीहरूले पनि समाजका लागि केही गरेको जस्तो महसुस गर्थे, साथै भविष्यका भूकम्पहरूमा धेरैको ज्यान बचाउन पनि सकिन्थ्यो। नयाँ प्रविधि साथसाथै हाम्रै पुरानो तरिका प्रयोग गरेर भूकम्प प्रतिरोधी निर्माणको शोध र अनुसन्धान गर्न भूकम्पको तरङ्ग पैदा गरेर हेर्ने सेक टेबलको स्थापनाको लागि सहयोग गर्न ढिलो भइसक्यो। आर्थिक हिसाबले कुनै एक विश्वविद्यालय वा संस्थालाई स्थापना गर्न कठिन भए पनि केन्द्रीय सरकारको सहयोगमा सबै विश्वविद्यालयहरूले प्रयोग गर्ने गरी स्थापना गर्न पाए यस सम्बन्धी अनुसन्धान अझ अगाडि बढ्थ्यो। साथसाथै नेपालका विभिन्न क्षेत्रीय भूकम्पकीय तरङ्गको स्थिति कस्तो छ पनि बुझ्न देशैभरि अत्याधुनिक भूकम्प मापन यन्त्रहरू स्थापना गर्नलाई पनि केन्द्रीय सरकारले पहल गर्नुपर्छ। यसले भूकम्प पूर्व सूचना प्रणालीको सम्भाव्यताको लागि पनि सहयोग गर्छ। राष्ट्रिय भूकम्प सुरक्षा दिवस विक्रम सम्वत 1990 साल माघ 2 गते गएको महाभूकम्पलाई सम्झेर हरेक साल माघ 2 गते विभिन्न कार्यक्रमहरूसहित राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ। त्यसैको अवसरमा 2080 साल माघ 2 गते पनि भूकम्पको उद्गम, तरङ्गको प्रसारण, भूकम्पबाट सुरक्षा जस्ता विभिन्न विषयमा जनचेतना जगाउने उद्देश्यले इन्जिनियरिङका विद्यार्थीहरूद्वारा निर्मित मोडेलहरूको प्रदर्शनी दत्तात्रेय मन्दिर परिसरमा कार्यक्रम हुँदैछ। यो गर्नै पर्ने कार्यक्रमको रूपमा मात्र नभई धेरैभन्दा धेरै जनतालाई जानकारी दिने उद्देश्यले सार्वजनिक स्थानमा नै गर्ने तयारी खोप इन्जिनियरिङ कलेज र खोप कलेज अफ इन्जिनियरिङ कलेजले गरेका छन्। साथै माघ 5 गते भूकम्पकीय सुरक्षा सँगसँगै हालै पश्चिम नेपाल अछाम, बझाङ, जाजरकोटमा गएका भूकम्पहरूबारे समीक्षा गर्ने छलफल कार्यक्रम पनि हुँदैछ। अन्त्यमा भूकम्प जहिले पनि आउन सक्छ र जत्रो पनि आउन सक्छ। त्यसबाट सुरक्षित हुन संरचना निर्माणमा इमान्दारिता देखाउने, भूकम्प आउँदा हडबड नगरिकन सुरक्षित स्थानसम्म कसरी जाने, कहाँ जाने र त्यसपछिको उद्धार जस्ता विषयहरूमा सम्बन्धित निकायहरूको ध्यान जानु जरुरी छ। अब भविष्यमा जान सक्ने भूकम्पहरूमा कमभन्दा कम धनजनको क्षति हुने गरी आजबाट काम गर्नु आवश्यक छ। रचना सकियो।